जो मानिसहरू बसोबास गरिराख्नु भएको छ, भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अवस्थितहरू, उहाँहरूलाई व्यवस्थापन गर्नका लागि नगरपालिका भरमग्दुर कोसिस गरिरहेको छ र म निर्वाचित भइसकेपछि यो प्रक्रियालाई भूमि आयोगसँग मिलेर धेरै ठुलो लगानी नगरपालिकाले गरिसकेको अवस्था छ र 6 महिना नगरपालिका वार्ड नम्बर 1 मा हामीले जग्गाधनी प्रमाणपत्र पनि वितरण गरिसकेको अवस्था हो र यदि आयोगले निरन्तर अहिलेसम्म काम गरेको भएदेखि ल धेरै 5-7 हजार मान्छेले यो जग्गाहरू प्राप्त गर्न सक्ने अवस्था थियो। तर हामी सबैलाई थाहा छ नेपालमा स्टेबल गभर्नमेन्ट नभएकै कारणले पटक पटक आयोग बन्ने भत्किने भएकै कारणले यो काम सुचारू रूपले अगाडि बढ्न नसकेको अवस्था हो। सबैलाई सर्वविदित छ, जाहेर पनि छ र तपाईहरुलाई म के विश्वास दिलाउन चाहन्छु भने मैले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अवस्थित महानुभावहरूलाई उचित व्यवस्थापनमा नगरपालिकाको यथोचित प्रबन्ध मिलाउनका लागि म एकदमै तल्लीन छु, लागिरहने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। र अर्को कुरा, म तपाईहरुलाई एउटा देशकै एउटा सशक्त पार्टीको रूपमा तपाईहरु भएकै कारणले हामी सबैको दायित्व पनि के बन्न सक्छ भने सडक अतिक्रमण गरेर बसेका अनि यो सन्धि सरम्परमा बसेको, गौचरमा बसेको, मसान घाटहरुमा बसेको, पानी घाटहरुमा बसेका र ती मन्दिरका जग्गाहरू अतिक्रमण गरेर बसेका, कुनै पावरकै भरमा स्कुलका जग्गाहरू अतिक्रमण बसेका त्यस्ता जग्गाहरू संरक्षण गर्नुपर्छ भन्ने मान्यता राज्यको सचेत नागरिकहरूको सबैको दायित्व हो। त्यो हामी सबैको हुनुपर्छ भन्ने मेरो मान्यता हो र राज्यको यो हामीलाई दायित्व पनि हो, स्थानीय सरकारले हेर्नुपर्ने हाम्रो दायित्व पनि हो र त्यसप्रति हामी सचेत रहनुपर्छ र हामीले ती कुराहरूलाई अतिक्रमण आफै स्वयंले अतिक्रमण रोक्नु पर्दछ, त्यसप्रति हामी सबै सचेत हुनुपर्दछ भन्ने कुरा पनि म पटक पटक भनिरहेकै छु। र अर्को कुरा जुन यहाँ यो अहिलेको र्युमरले, मैले र्युमर भने अहिले यो हल्लाले गर्दा महिलाहरू, बालबालिकाहरूदेखि लिएर अशक्तहरू, वृद्धहरू अहिले अत्यन्त चिन्तित अवस्थामा छ। अहिले भर्खरै म वार्ड नम्बर 1 को एउटा कार्यक्रममा गएको थिएँ। त्यहाँ लगभग 1 नम्बर वार्ड भनेको 80% भन्दा बढी यो भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अवस्थित बसोबासीहरूको ले घेरेको वार्ड हो। 6 महिनाको सबभन्दा ठुलो वार्ड पनि त्यही नै हो। त्यहाँ उहाँहरूले अत्यन्त चिन्ता व्यक्त गर्नुभएको छ र म त्यसमा म प्रतिबद्ध छु, तपाईहरु चिन्ता नगर्नु भनेर मैले भनेर पनि अहिले आएको छु। र अर्को कुरा, अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरू, बाल अधिकारका कुराहरू, महिला अधिकारका कुराहरू, अपाङ्ग अधिकारका कुराहरूमा हामी सबै सचेत हुनुपर्ने कुरामा हामी सबै त्यसमा प्रतिबद्धै छौँ। तपाईहरुले जुन हिसाबले र मानवीय र न्यायोचित व्यवस्थापनका लागि हामी सबैले स्थानीय सरकार, यो पनि सरकार हो, केन्द्रको सरकारले अहिले जति निर्णय गरेका छ ती निर्णयहरू धेरै जनताका हित विपरीत भएकै कारणले स्टे अर्डरहरू पनि भएछ, रोकिरहेको अवस्था पनि छ। किनकि सरकारले निर्णय गर्दैन, कार्यान्वयन पनि हुँदो रहेछ भन्ने कुरा पनि धेरै कुराहरू बुझ्नुपर्छ। त्यसकारण हामी बहुजन हिताय बहुजन सुखाय, लोकसम्मतिको आधारमा शासन चलाउने, प्रजातन्त्रलाई विश्वास गर्ने, जनताकै बलले हामी यहाँ पुगेको हो। त्यसकारण बललाई दुरुपयोग कसैले पनि गर्नु हुँदैन। जनताको जुन ताकत छ त्यसलाई हामीले सही सदुपयोग गरेर जनताको हितमा काम गर्नुपर्दछ भन्ने हाम्रो मान्यता हो। त्यसमा तपाईहरुलाई विश्वास दिलाउन चाहन्छु र तपाईहरुलाई पुनः धन्यवाद दिन चाहन्छु। धन्यवाद।